सबैभन्दा बढी गुनासो मलाई लाग्छ योजनाकै विषयमा बढी नै छ जस्तो लाग्छ। अहिले योजनाको विषयमा यो देखिएको कन्फ्युजन एकदम जायज हो, किनभने अहिले हामीले बजेट अलिकति नाम तोकेर सडकको नाम एरिया तोकेर नबनाएको कारणले गर्दा यो सबै समस्या आएको छ। म अर्घाखाँची जिल्ला यो क्षेत्र र सन्धिखर्क नगरपालिकाले कस्तो कस्तो खालको बजेटहरू पाएको छ मैले हजुरहरूलाई प्रकाश पार्नेछु। अहिले हामीले पहिला भन्दा पनि फरक तरिकाले बजेट बनाएको छौँ। हामीले मापदण्डहरू बनाएको छौँ, रणनीतिक कार्यक्रमहरू बनाएको छौँ। यो रणनीतिक योजनाहरू मार्फत बजेट पठाउने हामीले व्यवस्थापन त्यस्तो खालको बजेट बनाएको कारणले गर्दा रातो किताबमा हेर्नुभयो भने त बजेटै छैन। बजेट यहाँको लागि मात्रै छैन कि देशैभरिको कहीँ पनि छैन। नाम तोकेर एकदमै क्रमागत योजनाहरू बाहेक नयाँ योजनाहरू देखिएको छैन। र यो किन भएको हो भनेर म हजुरहरूलाई भन्छु। अहिले हाम्रो सरकारले बजेटको प्राथमिकीकरण मापदण्ड बनाएर गरेको थियो। जस्तो म उदाहरण दिन्छु, हामीले बाटोको नाम चाहिँ तोकेनौँ, तर हामीले मापदण्डमा के लेख्यौँ भने पालिका केन्द्र जोड्ने सबै बाटो कालोपत्रे गर्ने अबको 3 वर्षमा भनेर लेख्यौँ र बजेट छुट्यायौँ। त्यसले के गर्यो भने जतिवटा पालिकामा केन्द्रमा बजेट थिएन अथवा बाटो सडकको पहुँच थिएन देशैभरि, त्यो पालिकाको केन्द्रसम्म बाटो पुर्यायो। कहीँको नामै लेख्नु परेन। त्यसमा 2800 किलोमिटर बनाउनु बाँकी थियो, 2800 किलोमिटरको पैसा हाल्यो। अब यो जिल्लामा कतिवटा पालिकामा बाटो पुगेको छैन, केन्द्रमा पालिका केन्द्रमा सबैमा बजेट छ भन्ने बुझ्नु पर्यो र यो कुरा धेरैले बुझ्नु भएको छैन। र यसले गर्दा के भयो भने कम विकास भएको जिल्लाहरूमा अटोमेटिक एकदमै धेरै गयो बजेट, र धेरै पहिल्यैदेखि विकसित भइसकेको बजेट राम्रो पाइरहेको ठाउँमा चाहिँ मापदण्ड अनुसार कम बजेट गयो। र एउटा शीर्षक भने मैले अर्को शीर्षक के गर्यो, जिल्ला सदरमुकाम जोड्ने सबै बाटो 2 लेनको बनाउने भनेर हाल्यो। राजमार्गहरू, राष्ट्रिय राजमार्गहरू सबै कम्प्लिट गर्ने भन्ने हो। जस्तो हाम्रो यही जिल्लाबाट जाने मदन भण्डारी, अर्को ढोरपाटन जोड्ने सडक सार्वजनिक ढोरपाटन, त्यसमा सबै बाटो बन्न पुग्ने पैसा हालेको छ र टेन्डर अबको 1-2 महिनाभित्र सबै नै खण्डको टेन्डर हुन्छ र मदन भण्डारी खण्ड पनि त्यही नै हुन्छ। यता जिल्ला सदरमुकाम जोड्ने बाटो पनि 2 लेनको बन्छ। यो सबै व्यवस्थाहरू बजेटले अटोमेटिक गर्ने हो। फेरि अर्को शीर्षक राख्यौँ हामीले वडा केन्द्र भनेर शीर्षक राख्यौँ। त्यो शीर्षकले के गर्छ भने जुन पनि वडामा सडकको ट्र्याक खोलेको छ, त्यो ट्र्याक खोलेको वडा केन्द्रको सडकहरूमा चाहिँ ग्रेभलसम्म अपग्रेड गर्ने भनेर राख्यौँ। फेरि अर्को शीर्षक राख्यौँ मर्मत भनेर। त्यसमा मलाई लाग्छ यो 120 करोडभन्दा बेसी नै पैसा छ र यसमा नै बाटो तोकेको छैन। र त्यहाँ मापदण्डमा के लेख्यौँ, जुन सडक ग्राभल भइसकेको छ, ग्राभलमा अपलोड भइसकेको छ, तिनीहरू आवश्यकताका आधारमा, किनभने अब देशमा धेरै सडक छ, त्यो मध्ये अब 120 करोडले कति भ्याउँछ। 120 करोडसम्मको पैसा भनेको पालिका सडकहरू हुन्छ नि, वडा जोड्ने सडकहरू, वडाभित्रका सडकहरू। र अर्को यो सन्धिखर्क नगरपालिकाको लागि विशेष बजेट राख्यो सहरी मर्मत भनेर, र सन्धिखर्क नगरपालिकाको सबै नै सहरी सडकहरू मर्मत र अपग्रेड गर्ने त्यसमा पैसा राख्यो। यसरी राखेको कारणले गर्दा हामीले बजेट किताबमा मेरो ठाउँमा त बजेटै परेन भन्ने कन्फ्युजन भयो। तर यति कुरा टुक्क हुनु, विगतको 5 वर्षमा जति बजेट थियो त्योभन्दा बढी बजेट यो साल छ। त्यो बाहेक पनि अरू कृषि सडकहरू छ, कृषि सडक यहाँ पर्छ। फेरि अर्को निर्वाचन क्षेत्र रणनीतिक सडक छ, त्यो पनि बजेट किताबमा छैन। कृषि सडक छैन। स्थानीय पर्यटकीय मार्ग भनेर छ, त्यसमा पनि सडकको नाम तोकिएको छैन र त्यसको पनि बजेटको हिस्सेदार यो नगरपालिका पनि हुन्छ, यो क्षेत्र, यो जिल्ला सबै पर्छ। त्यही भएर सडकको केसमा हामीसँग पर्याप्त बजेट छ। हजुरहरूले एकदम निर्धक्क भएर हाम्रो पार्टीले आजसम्मकै सबभन्दा धेरै बजेट हालेको छ भनेर भन्न पाउनुहुन्छ। र जति पनि इन्कम्प्लिट प्रोजेक्टहरू छ